हेलो एभ्रिवान, स्वागत छ तपाईहरु सबैजनालाई मेरो कल्पना तामाङ युट्युब च्यानलमा। चाहिँ आज मिनी भ्लग लिएर आइसकेकी छु। आज हामी सबैजना मिलेर सिमसार जाँदैछौँ। अहिले चाहिँ हामी टिकट काट्ने ठाउँमा आइसकेको छौँ। हामी लगभग 6-7 जना 8 जना जस्तो छौँ होला सबैजना। दाजु भाउजू आन्टी भाउजूको भाउजू अहिले चाहिँ हामी सबैजना सिमसार भित्र पसिसक्यौँ टिकट काटेर पनि। अनि पहिले भन्दा बिग्ली बनाएको रहेछ भन्दै हामी सबैजना गफ गर्दै हिँड्दै थियौँ। फेरि घाम लागिरहेको थियो, कस्तो गर्मी पनि थियो। त्यही पनि यो गर्मी घामलाई चाहिँ इग्नोर गरेर हामी चाहिँ पुरै घुमिरहेछौँ। घुम्दै हामी चाहिँ अलिकति ठुलो पोखरीमा आइपुग्यौँ। त्यहाँ आइपुग्दाखेरि चाहिँ कस्तो हावा पनि चलिरहेको थियो। अनि हामीले 9-10 वटा जति फोटो खिच्यौँ। अनि टिकटकहरू बनायौँ अलिअलि। अनि म तपाईँहरूलाई यहाँको नजारा देखाउँछु ल एकछिन। यहाँको नजारा चाहिँ यस्तो छ है, यस्तो। अनि म चाहिँ यहाँ छु, चस्मा लाएर उभिरहेको छु। मेरो पछाडि चाहिँ भाउजू र आन्टी। फाइनली अहिले चाहिँ हामी सेकुवा खाने ठाउँमा आइपुग्यौँ। यहाँ चाहिँ सेकुवा अर्डर गरेर हामी सबै सेकुवाको पर्खाइमा बसिरहेछौँ सबैजना। फर्स्टमा चाहिँ हाम्रो चटपटे आयो, त्यसपछि सुँगुरको मासु। यो चाहिँ सुँगुरको मासु। फाइनली अहिले चाहिँ हामीले खानुपर्ने कुराहरू सबै खाइसकेर अब घर जानु लागेको। अब हामी सबैजना यहाँ चाहिँ आन्टीले पापड किन्नु भएको थियो। अनि सबैजनाले टुक्रा बनाउँदै बाडेर खाँदै हामी घरतर्फ लाग्यौँ। अब फाइनली हामी चाहिँ सिमसार आएर पनि घर फर्किँदैछौँ। सेको खाएर टन्न भएर सबैजना घर फर्किँदैछौँ। अनि मेरो भिडियो राम्रो लागे पनि नराम्रो लागे पनि लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। अब नेक्स्ट भिडियोमा